ढुङ्गा, यो विशाल ढुङ्गा, यो तलैबाट आएको यो विशाल ढुङ्गा है, यो देखिएको यो इँटाभन्दा अलिकति तलतिर त पुरै ढुङ्गा छ। यहाँ देख्न सक्नुहुन्छ माथि माथि यो दरबार बनाउन इँटा प्रयोग गरे पनि भित्रपट्टिबाट पुरै ढुङ्गा छ र यो पोखरीको डाउन साइड पनि पुरै ढुङ्गा छ। र यो पोखरीको पानीलाई म यसो छुइ हेर्छु है कस्तो छ। यो लङ्काको पोखरी र यहाँको पोखरीको पानी कस्तो छ यसो चसक्क छोइ चाहिँ हेरौँ न त। चिसो रहेछ यार, आमा कस्तो सङ्लो देखेको यार टाढाबाट हेर्दा। यो चाहिँ रावणको लङ्काको पोखरी र यो यही ठाउँमा यो वरिपरि घेरिएको छ हैन, सेन्ट्रल बाथिङ पुल भनेर यो पोखरी बनाइएको छ। यो स्विमिङ पुल हो र यो वरिपरि दरबारको बिचमा त्यो टाइममा आजभन्दा हजारौँ वर्ष पहिले यसरी ढुङ्गालाई खोपेर एउटा चट्टानको माथिल्लो भागमा यो सोच्ने कतिको शक्तिशाली सोच रहेछ त। त्यो बेलामा मान्छेसँग शक्ति नै ज्यादा हुन्थ्यो होला। यति डाँडामा आएर अब आखिर यहाँ फल्ने त केही पनि फल्दैन थियो। हनुमानजी देखियो है ल, ऊ पर हनुमानजीहरू। र अब हामी जाने चाहिँ यहाँबाट हुँदै माथि दरबारको मेन भागतिर। यो दरबारका यो भागलाई अलिक जस्तै यो सम्म रहेछ पहिले, अनि उठाउँदै 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 अब राजा बस्ने ठाउँ चाहिँ अलिक माथि 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 बनाएको होला नि त। त्यस्तो अरू बस्ने सेनाहरू बस्ने अलिक तल तल, अनि राजा बस्ने यहाँ अलिकति अनौठो लाग्यो। यो चाहिँ राजाहरू, राजकुमारहरू, रानीहरू बस्नको लागि बनाइएको सिंहासन, जुन सोफा भनौँ न हामी, वर्षौँ पुरानो ढुङ्गाबाट बनाइएको यो सिंहासन पनि हेर्दै अनौठो लाग्यो मलाई। यो डिजाइन आज पनि उत्तिकै युनिक छ। यो केले काटेर चाहिँ ढुङ्गा यसरी खोपेर बनाए होला। यो चाहिँ रावणको सोफा भनौँ न, गर ढक्रक्क बस्ने। अहिले हामीले चाहिँ हेर्न मात्रै पाउँछौँ। यहाँ देख्न सक्नुहुन्छ सट्टासँगले दामी छ है डिजाइन, चट्टासँगले यो ढुङ्गाकै खोपेर बनाएको छ। डिजाइन पनि फेरि कस्तो खतरा तरिकाले दिएको छ हेर्नु न, ढुङ्गाको खोपेर यसरी ढल्किने सट्टासँगले छ। त्यहाँ स्विमिङ पुल भइगयो। यो ठाउँ अब बिचमा ककसको हो। हनुमानजी आउँदै हुनुहुन्छ उपर। रावणको लङ्का हनुमानले जलाएपछि यस्तो कालो भएको अरे। विदेशी धेरैजना आउनुभएको छ। यहाँको इँटाहरू, लङ्काको इँटा यस्तो छ। र यहाँ अहिले पनि हनुमानहरू चाहिँ यसरी छन्। लङ्कामा हनुमानजीहरू अहिले पनि लङ्काको सुरक्षा यसरी गरिरहेका छन्। यहाँ हेर्न सक्नुहुन्छ। हेर्दा अनौठो छ। हजारौँ होइन लाखौँ इँटाले भरिएको छ अझै पनि यो संरचना। चट्टानको माथि यो इँटा कसरी बोकेर ल्याइयो होला? आज पनि आउने बाटो त्यति नै मुस्किल छ। यो ठाउँ आउँदा, यो ठाउँ हेर्दाखेरि लाग्छ यो सानो शक्तिले बनेको ठाउँ होइन र थोरै मेहनतले पनि बनेको ठाउँ होइन। ताकि आज श्रीलङ्काको लागि यो ठाउँ पर्यटकमा सबैभन्दा पहिलो आकर्षक छ। विश्वका विभिन्न देशबाट यहाँ आएर यो दरबार र यो संरचना हेर्छन्। यो ठाउँमा आउन त्यति सहज भन्ने छैन। श्रीलङ्काको राजधानीदेखि करिब 1 दिन खर्च गरेर यो ठाउँमा आउनुपर्छ। यो ठाउँको नाम सिग्रिया हो। यो चाहिँ के हो थाहा छैन। यो विशाल चट्टानमाथि दरबार मात्र नभएर रुखहरू पनि छन्। रावणको दरबार घुमिसकेपछि एउटा अनौठो कुरा चाहिँ यो दरबार कहाँ बनेको छ। मैले अघि आउँदा देखाएँ नि, आउने बाटो र जाने बाटो टोटल्ली डिफ्रेन्ट छ। अब यो रावणको दरबार यति अल्को ठाउँमा यत्रो विशाल, हेर्नु है, यति विशाल संरचना छ। यो कसरी बनाए होला, कति मान्छेले बनाए होला, कति समय लाग्यो होला, र यो ठाउँमा आएर बनाउन यो सामानहरू, यो इँटाहरू कहाँबाट ल्याए होला।
र यति माथि यो संरचना बनाउन कति समय लाग्यो, कति मान्छे लाग्यो, यो चाहिँ काहीँ पनि लेखाजोखा छैन। यो केवल अनुमान लगाउन सकिन्छ। यो एरियाकै सबैभन्दा अल्को पहाडको ढुङ्गाको पहाड भनौँ न, र मान्छेहरू यही ठाउँलाई हेर्न ऊ परको पहाडमा गएर पनि फोटो खिच्नुहुन्छ, त्यहाँ पनि पुग्नुहुन्छ। अब हामी फर्किँदैछौँ र यो लङ्का कसले जलाए त? रामायणमा यहाँहरूले देख्नुहुन्छ हनुमान आएर लङ्का जलाए। हनुमानजी चाहिँ अहिले पनि लङ्कामा हामीले यहाँ देख्न सक्नुहुन्छ। कति छन् हनुमान लङ्कामा? उहाँहरू मस्त बसिराख्नु भएको छ। हल्का डर लाग्यो हनुमानजीहरूसँग। सानो हनुमानजी पनि हुनुहुँदो रहेछ। यो यहाँको प्राय कालो कालो यो जलेको अरे, यो चाहिँ हनुमानले लङ्का जलाएपछिको यस्तो भएको अरे। र अहिले पनि लङ्कामा हनुमानजीहरू प्रशस्तै हुनुहुन्छ, यहाँ देख्न सक्नुहुन्छ। बिस्कुट खाँदै हुनुहुन्छ अहिले चाहिँ। र अब हामी फर्किने बाटो देखाउँदैछौँ। मान्छेलाई आउन एकदमै गाह्रो छ यो ठाउँ, किनकि एकदम हाइटमा छ। र यति हेर्नु है, यस्तो ठाउँ छ नि, यो यतिसम्म ठाउँ, यति विशाल। अब यो जाने ठाउँ देखाउँछु कस्तो ठाउँमा यो छ भन्ने कुरा। यो यति अल्को ठाउँमा यो अहिलेको इन्जिनियरबाट यो बनाएको भर्याङ त यति डरमर्दो छ भने त्यति 1000 वर्ष पहिले, 5000 वर्ष पहिले कसरी बनायो होला त? यो कल्पना गर्नुहोस् त कसरी। विदेशी मान्छेले मात्रै धेरै देखिरहेको छु है मैले चाहिँ। विदेशबाट आउने अब यसरी उत्रिनुपर्छ। उत्रिनेको पनि लाइन छ। यस्तो चट्टान थियो पहिले, यस्तैबाट चढ्थे। अब यदि मान्छे कोही यहाँ कोही मान्छे, एउटा पछाडिको मान्छे, यदि मभन्दा पछाडिको कोही लड्यो भने सबै मान्छे लडेर तल पुगिन्छ। यो किनकि यहाँ समात्ने भनेको, समात्ने ठाउँ पनि यहाँ चाहिँ छैन, उतल चाहिँ छ। अम्म चढ्न नै जाम लाग्यो यहाँ त। यो चाहिँ बिहान विशेष गरी सनराइज र सनसेट चाहिँ यहाँबाट बबालै देखिन्छ अरे। झुल्किदो घाम र अस्ताउँदो सूर्यलाई हेर्न यहाँ मान्छेहरू दुनियाँभरबाट आउँदा रहेछन्। र तल चाहिँ पुरै घना जङ्गल रहेछ। यो जङ्गल यहाँहरूले देख्न सक्नुहुन्छ, पुरै घना जङ्गल छ। र अघि माथिको जुन दरबार देखेको थियौँ नि, त्यो दरबारको फाउन्डेसन जग भनौँ न, जग चाहिँ यो हो, पुरै चट्टान हो। यो चाहिँ तल 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 उतलको जङ्गलसम्म छ। अब एकछिन हेरौँ ल। हामी जाने ठाउँ चाहिँ खत्रै छ। यो केही पनि खतरा होइन। अब अलिकति पर गएपछि खतरा ठाउँ छ। टोपी लगाउँ भने घामले उडाइ, घामले न हावाले उडाउँछ। म देखेको छु कि छैन हौ। ल यसरी हो है लङ्काबाट फर्किँदै गरेको हामी चाहिँ रावणको दरबारबाट। र फर्किने क्रममा छौँ। केही भर्खर जाने क्रममै हुनुहुन्छ, जाने तल्लो बाटो गइराख्नु भएको छ भने फर्किने हामी माक्लो बाटो फर्किरहेका छौँ। यहाँहरूले युट्युबमा यो भिडियो हेर्दै हुनुहुन्छ। यो श्रीलङ्का यात्राको 5औं भिडियो हो। 6औं भिडियो अझ इन्ट्रेस्टिङ छ। श्रीलङ्काको यो ठाउँदेखि करिब 40 किलोमिटर टाढा भगवान बुद्धको एउटा पुरानो मूर्ति रहेछ। गुफाभित्र राखिएको मूर्ति ऐतिहासिक रहेछ, जुन चाहिँ विश्व सम्पदा सूचीमा समेत सामेल रहेछ। आउनुहोस् अर्को भिडियो त्यो हुनेछ। त्यस पछाडि बुद्धको दाँत श्रीलङ्कामा छ। 2500 वर्ष पुरानो अवशेष श्रीलङ्काले आज पनि पर्यटकको लागि पहिलो आकर्षकमा राखेको छ। यो चाहिँ अर्को भिडियोदेखि अर्को भिडियोमा हुनेछ। सीता